नेपालमा सरकारी जागिर खानेहरूको तलब सबैभन्दा धेरै कति हुन्छ? आजको भिडियोमा प्रस्तुत गर्नेछौँ। कम तलबदेखि धेरै तलब कतिसम्म हुन्छ हेरौँ। सुरुमै खरिदार। खरिदारको सुरुको तलब स्केल 32,902 हुने गर्छ। त्यसै गरी 6औं नम्बरमा रहेको छ नायब सुब्बा। नायब सुब्बाको तलब 34,730 रहेको छ। 5औं नम्बरमा रहेको छ शाखा अधिकृत। शाखा अधिकृतको सुरुको तलब स्केल 45,103 रुपैयाँ रहेको छ। 4औं नम्बरमा रहेको छ उपसचिव। उपसचिवको सुरुको तलब स्केल 52,279 रुपैयाँ रहेको छ। तेस्रो नम्बरमा रहेको छ सहसचिव। सहसचिवको सुरुको तलब स्केल 60,950 रुपैयाँ रहेको छ। दोस्रो नम्बरमा रहेको छ सचिव। सचिवको सुरुको तलब 72,082 रुपैयाँ रहेको छ। र पहिलो नम्बरमा रहेको छ मुख्य सचिव। मुख्य सचिवको तलब स्केल 77,211 रुपैयाँ हुने गर्छ। सबै पदहरूमा तलब बाहेक ग्रेड, महँगी भत्ता र अन्य सुविधा समेत उपलब्ध हुने गर्छन्। यदि ब्याङ्किङ सेक्टर, टिचर, नेपाल आर्मी, नेपाल पुलिस लगायत विभिन्न जागिरहरूको तलब हेर्न चाहनुहुन्छ भने यस एकाउन्ट फलो गरी राख्नुहोला। नयाँ भिडियोमा जानकारी राख्नेछौँ।